त्यो बाहेक जीवन आफैमा कति कुराहरू दुःखका कुराहरू अँटेर आएको छ। जस्तो कि अब मेरा पुर्खाहरू मभन्दा अगाडि बितेर जानुहुन्छ होइन, दुर्घटना हुन्छ कतिजनाको जीवनमा, कतिले उमेरमै आफूले माया गरेको मान्छेहरू गुमाउनुपर्छ, आर्थिक अभाव हुन्छ, शारीरिक अस्वस्थता हुन्छ होइन। यसरी नै अब भनौँ न भन्दै जाँदा जीवनमा दुःख कति कारणले हुन्छ भन्दै गयो भने कहिल्यै नसकिने गरी लामो छ होइन। यसरी नै धेरै किसिमका दुःखहरू जीवनमा पर्छन् नै हामी सबैलाई। अब यो बाहेक हामीलाई दुःख परेको बेलामा हामीले दुःखसँग कसरी साक्षात्कार गर्ने, दुःखबाट कसरी सिक्ने र अगाडि बढ्ने भन्ने ज्ञानको त हामीलाई यत्तिकै पनि कमी छ नै है। त्यो बाहेक हाम्रो अर्को एउटा ठुलो भावनात्मक बाटो छ, जस्तो कि हामीलाई रिस उठ्छ, लाज लाग्छ, घिन लाग्छ, डाहा लाग्छ। यी सबै कुराहरूले कुनै न कुनै रूपले हाम्रो जीवनयापनलाई झन् कठिन बनाउँदै लगेका हुन्छन् है। हाम्रो सामान्य जीवनयापनलाई झन्झन जटिल बनाउँदै लगी नै रहन्छन्। अनि यो त अवश्य सबैलाई पर्ने कुरा भयो है। अब मलाई दुःख परिसकेपछि मैले योसँग कसरी साक्षात्कार गर्ने, कसरी सिक्ने, यसलाई कहाँ लगेर बाँड्ने भन्ने प्रक्रिया र प्लेटफर्म, मञ्चको झनै ठुलो अभाव छ है। अनि यसरी आफूलाई सङ्घर्षशील समयमा, दुःखको समयमा आफूलाई एकदम गाह्रो पर्दा, आफ्नो कुराहरूलाई कहीँ राख्न नपाउँदा, भन्न नपाउँदा यो भित्रै गुम्सिएर झन् जटिल मानसिक समस्याहरूका रूपमा विकास हुँदै जान्छ होइन आफूभित्र। अब समस्या त विकास भयो, तर समाधानका लागि कहाँ जाने भन्ने कुरामा झनै ठुलो अन्यल छ। पहिलो त हामी सामाजिक रूपले नै मानसिक अस्वस्थताका कुराहरूलाई सामान्य रूपमा हेर्दैनौँ है। एउटा ठुलो ट्याबु, अङ्ग्रेजीमा ट्याबु भन्छ, मैले अहिले ठ्याक्क शब्द चाहिँ बिर्सेँ, तर हामी यसलाई एकदम पूर्वाग्रही रूपले हेर्छौँ। जस्तो कि मलाई कुनै मानसिक अस्वस्थता देखियो र मैले यो कुरा कोही काहीँ सेयर गरेँ, कसैलाई सेयर गरेँ र उहाँले यो कुरा बढाउँदै लानुभयो, अरूलाई सुनाउँदै लानुभयो भने कोही मलाई मन नपर्ने मान्छेले यही कुरालाई अपव्याख्या गरिए फलानु त पागल भएछ, फलानुको त दिमाग ठिक छैन भन्ने हावा